यो चाहिँ धादिङ जिल्लाको थाक्रे 2 अन्तर्गत पर्ने बाटो हो। यो बाटो एकदम राम्रो छ, हेर्नुस् ग्राभेल भइसकेको छ एकपटक सरकारको बजेट मार्फत। यो पहाडीको ठाउँलाई देखिरहेको धुमिल देखिरहेछ। आज मौसम पनि त्यति राम्रो छैन। यो पहाडीको ठाउँलाई चाहिँ कार्की डाँडा भन्छ, थाक्रे 1 को। धादिङ हेर्नुस् कति विकसित भएको छ। बाटो चाटो जहाँ चाहिँ छ पारिपट्टि पनि देख्न सक्नुहुन्छ। प्रत्येक घर, प्रत्येक बाटा छन्। ल हेर्नु खारेर कस्तो मजाको एउटै घर बनाएर उब्जनीहरू गरिरहेका छन्। धानहरू भित्रिरहेका छन् किसानहरूले, देख्न सक्छौँ। म हिँडिरहेको छु भिडियो बनाउँदै, तपाईहरुलाई मनोरञ्जन दृश्य देखाउँ।